घर घरमा कागज बोकेर आउनेसँग के तपाईँ ठगिनु त भएको छैन? तपाईँ इमोसनल ब्ल्याकमेलिङमा परेर पुण्य कमाए भन्ने भ्रममा त पर्नु भएको छैन। पर्खनुहोस्, दान दिन हतार नगर्नुहोस्। नमस्ते साथीहरू, आज मैले अत्यन्त मार्मिक र गहन विषय लिएर आएको छु। कृपया भिडियो अन्तिमसम्म हेरिदिनुहोला। नेपालमा 753 वटा स्थानीय तह छन्, जसमध्येको मध्य प्रदेशको सर्लाही जिल्लामा पर्ने एक कबिलासी नगरपालिका पनि हो र यसमा 10 वटा वडाहरू रहेका छन्। नगर प्रमुखमा नेपाली कांग्रेसका ब्रह्मदेव राय र उपप्रमुखमा नेपाली कांग्रेसकी पूर्णकर्ण छिन्। यो नगरपालिकामा एउटा यस्तो वडा छ जसले गैर कानुनी रूपले सरकारी लेटर प्याड युज गरी ठगी धन्दा चलाइरहेको छ भन्ने हाम्रो अनुसन्धानबाट पत्ता लागेको छ। वडा नम्बर 7 जसको वडाध्यक्षमा धर्मेन्द्र राय यादव छन्, उनकै सिफारिसमा गैर कानुनी काम भइरहेको छ भन्ने कुरा हामीले पत्ता लगाएका छौँ। यो सबै उनले चुनावी भोटको लागि गरे, पैसाको लागि गरे या दुबैको लागि गरे त्यो उनी जानुन्, तर यहाँनिर उनले ठुलो गैर कानुनी काम गरेका छन्। यो फोन क्लिप सुन्नुहोस्। हेलो 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 हजुर, ब्रह्मदेव राय बोल्नु भएको हो? हजुर, यहाँ हाम्रो कबिलासी नगरपालिकाको नगर प्रमुख पनि हुनुहुन्छ होइन? म्युनिसिपल यो नगरपालिकाको लेटर प्याड चाहिँ उनीहरूसँग कसरी होइन अनि यसबाट हजुरहरूले अनुगमन गर्ने अनि त्यो उहरूलाई समात्ने सजाय दिने अनि यो कसरी भइरहेछ, यो लेटर प्याड हजुरहरूको लेटर प्याड यिनीहरूसँग कसरी हुन्छ, यो छाप कसरी आउँछ, छाप पनि कसरी आउँछ, अनि यो सिग्नेचर नक्कली हो कि सक्कली नै हो धर्मेन्द्र राय यादवको? अब अनि यस्तो यत्रो तपाईँहरूलाई यत्रो ऊ परिसकेको रहेछ त, अनि तपाईँहरूले यो बारेमा यसको रोकथामको लागि चाहिँ पहल कदमी गर्नुभएको छैन? ए होइन सर, सूचना मात्र निकालेर भएन, यसको लागि तपाईँहरूले केही हुन्छ नि सजाय अथवा अनुगमन गरेर कहाँबाट के सञ्चालन, यसको त एउटा गिरोह नै छ सर, एउटा मात्र लागिरहेको छैन नि त। यो त्यो गिरोह तपाईँहरूले त अब थाहा पाउनु पर्यो नि त, यसको अनुगमन गर्नु पर्यो, अनुसन्धान गर्नु पर्यो, गिरोह थाहा पाउनु पर्यो। यसरी यो दिनदाडै मान्छेहरूलाई ठग्दै हिँड्ने ठगहरू, यसरी ब्लड क्यान्सर भनेर इमोसनल ब्ल्याकमेल गर्दै हिँड्नेहरूलाई त यतिकै छोड्नु भएन नि त सर। अनि तपाईँहरूले त यसको लागि केही गर्नु पर्यो नि त। तपाईँहरूले यतिकै हामीले सूचना निकाल्दैछ भनेर चुप लागेर बस्न मिल्दैन नि त, होइन र? तपाईँ अब नगरपालिकाको काम कर्तव्य अनुसार त तपाईँहरूले जसले पनि एउटा आफ्नो कार्यालयको लेटर प्याड युज गरेर फ्रड गरिरहेछ भने त्यसलाई त कारवाही गर्नु पर्यो नि त। तपाईँहरूको लेटर प्याड प्रयोग गर्नु नै यहाँ गलत ऊ देखिसक्यो के? त्यो लेटर प्याड प्रयोग गर्न पाउँदैन नि त कुनै पनि सरकारी अफिस हो। त्यो नपाउने भएपछि त तपाईँहरूले कानुनी दायरामा त्यो गिरोहलाई लिएर आउन सक्नु पर्यो नि त। सधैँ यसरी अब तपाईँहरूले त खुलेआम छोड्नु भएन नि त सर। यो त धेरै टाइम भइसक्यो त, यो तपाईँहरूले सूचना निकालेर मात्र पुग्दैन क्या सर, बुझ्नु भएन हो? अब यसको लागि के गर्नु? यसबारेमा हामीले त्यहाँका मेयर राय, उपमेयर कर्णसँग बुझ्दा त्यहाँ एउटा नट जाति रहेका र त्यो जातिहरू जतिसुकै धनी भए पनि मागेर खाने परम्परा रहेको उनले बताइन्। हेलो हजुर, पुनम कर्णजी बोल्नु भएको? हजुर। ए हजुर, अनि हामी कबिलासी नगरपालिकाको उपप्रमुख पनि हुनुहुन्छ होइन? हजुर हजुर। यो तपाईँ सिफारिस गरेको वार्ड नम्बर 7 बाट गर्नु भएको रहेछ धर्मेन्द्र राय यादव जीले चाहिँ सिफारिस नम्बर 7 को। हजुर, त्यो फेक त्यो बनाएर त्यहाँ चाहिँ कस्तो छ भने एउटा समुदाय छ त्यो नट जातिको होइन, उनीहरूले चाहिँ पुरै कहाँबाट त्यो के ल्याएर कबिलासी अस्ति हामी सूचना पनि हाम्रो गरिदिएका छौँ त्यसको लागि चाहिँ, त्यस्तो समात्यो भने हामीले कारबाही गर्ने भनेर
अब त्यस्तो चाहिँ अब त्यो हिसाबले कसरी बनाउँछ तिनीहरूले कहाँबाट ल्याएछ यो मेन कुरा चाहिँ हजुरहरूको सधैँ सूचना हामीले टाँसेका छौँ भन्ने मात्र कुरा आयो क्या सूचना मात्र टाँसेर भएन क्या म्याडम सूचना टाँसेर त तपाईँको त्यो खुलेआम दिनदाडै अहिले पनि त्यो अपराधी चाहिँ हिँडिरहेछ तपाईँहरू चाहिँ सूचना टाँसेका छौँ भन्नुहुन्छ तर त्यसको रोकथाम हुन सकिरहेकै छैन भनेदेखि कस्तो छ भने उनीहरूले चाहिँ त्यो नट जातिको मान्छेको जो छ नि उनीहरूको भिक्षा माग्ने नै परम्परा हो उनीहरू कोही गाउँघरमा बस्दैन सब बाहिर कहाँ कहाँ डुलेर भिक्षा माग्छ अब उनीहरू वर्षमा कुन दिन आउँछ आउँदैन उनीहरूको जति सम्पत्ति भयो नि भिक्षा माग्ने नै उनीहरूको परम्परा छ घर छ सब चिज छ जग्गा जमिन छ तर पनि उनीहरूको जातले नै त्यो भिक्षा माग्ने र त्यो टेन्ट जस्तो लगाएर जहाँ त्यहाँ बस्या हुन्छ नि देख्नुभयो होला नट जाति भन्नुभयो नट जाति भन्नुभयो हजुर नट जातिको त्यो बरी के भन्छ उनीहरू तिनीहरूको चाहिँ परम्परा नै भिक्षा माग्नै पर्ने हुन्छ ए होइन भिक्षा माग्नु ठुलो यस्तो कि म्याडम भिक्षा मागेर हामी सबैले दिनुपर्छ भिक्षा माग्नेलाई दिनु पनि पर्छ माग्नेले यदि उसको केही शारीरिक अथवा केही मानसिक तनावले मागे हुनसक्छ भनेर जसले पनि दिनुपर्छ तर एउटा सरकारी कार्यालयको लेटर प्याड युज गरेर यो गैर कानुनी काम गर्नु चाहिँ हामीले त्यही भनेका छौँ त्यो पत्ता लगाउनलाई कहाँको हो भनेर त्यसरी पत्ता त्यसको नाम के रहेछ यो त एउटा गिरो हो म्याडम यो एउटा व्यक्तिले गर्न सक्ने आँट भएको मान्छे नै होइन अहिले यहाँ आउने त एउटा सानो बच्चा आइरहेको छ 15-16 वर्षको 15-16 वर्षको बच्चालाई त यति ठुलो योजना त आउँदैन होला लेटर प्याडदेखि लिएर यो सिग्नेचरदेखि यो सबै कुराहरू यावत कुराहरू त आउँदैन होला चाहिँ हजुरहरूले एकदमै अनुसन्धान र अनुगमन गरेर चाहिँ म्याडम होइन यसरी दिनदाडै यसरी ठग्नु भनेको एकदम गैर कानुनी छ त्यसमाथि एउटा सरकारी कार्यालय एउटा स्थानीय तहको एउटा कार्यालयबाट चाहिँ यस्तो लेटर प्याड युज हुनु भनेको चाहिँ एकदमै लज्जास्पद कुरा पनि हो तपाईँहरूको लागि पनि लज्जास्पद हुन्छ यसको लागि चाहिँ हजुरहरूले छिटो जति सक्दो छिटो चाहिँ काम गर्नु पर्यो नम्बर 7 को एउटा त्यसलाई नि भर्खर फोन गर्छु अब यसरी कहाँबाट कसरी फेला पर्यो हामीले उनीहरूले मागेर खानु अपराध होइन तर सरकारी लेटर प्याड मिसयुज गरेर गैर कानुनी काम गर्नु अपराध हो भनेपछि बल्ल त्यहाँका जनप्रतिनिधि मेयर र उपमेयरले यो काम कानुन सम्मत नभएको कुरा स्वीकार गरे र यहाँ 10 वर्षको बालक अभिषेक बराई जसको हातमा कापी कलम हुनुपर्ने थियो तर आज उसको हातमा के छ भन्दा सरकारी नक्कली कागज थियो आफ्नो 15 वर्षको दाजु यसै बराईसँग यस्तै काममा हिँड्ने अभिषेकको अनुहारमा हामीप्रति घृणा देखिन्थ्यो हामीले गरेका कामको अवरोधमा उसमा हामीप्रति रिस डाह र उत्तेजना थियो अनि हामी मनमा नै सोच्न थाल्यौँ कि यो बाबुको भविष्य भोलिपर्सि कस्तो होला यो बाबु कस्तो बन्ला उता वार्ड नम्बर 7 कै शीर्षियाका अर्का 11 वर्ष बालक पनि त्यही धन्दामा लागेका रहेछन् कोरोना भाइरसको कारणले आफ्नै आमा गुमाएका उनलाई प्रयोग गर्ने पनि अरू नै गिरो रहेछ त्यो पनि धर्मेन्द्र रायकै यादवको कनेक्सनको मानिसहरू रहेछन् यस्तो भर्खरका 10-11 वर्षका कलिला बालकहरू युज भइरहेका थिए र उसको नाम रामविश्वास तामाङ हो जसले यो 11 वर्षीय बालकलाई युज गरिरहेको थियो ऊ मलङवाङमा बस्थ्यो र उसले दिनको 20 रुपैयाँ लिएर यस्तो कलिला बालकहरूलाई उता धर्मेन्द्र राय यादवलाई कमिसन खुवाएर यो काम गर्न लगाउँथ्यो ती 10 वर्षीय अभिषेकलाई पनि सँगै लिएर हिँड्ने उसको दाजु यसै बराईले पनि हामीले सोधपुछ गर्दा उसले पनि धर्मेन्द्र राय यादवसँग सिधै कनेक्सन भएको र यो धर्मेन्द्र राय यादवले चाहिँ उसलाई चुनावी भोटको लागि चाहिँ अथवा पैसाको लागि चाहिँ उसले यो गर्ने गरेको भनेर चाहिँ उसले हामीलाई स्पष्ट बताउँछ मैले पछि धर्मेन्द्र रायसँग हामीले गऱ्यौँ टेलिफोन गर्दाखेरि चाहिँ त्यसमा उनको कुनै पनि संलग्नता नभएको भनेर चाहिँ उसले हामीलाई बताउन खोजे र यस मामिलाबाट उम्किन खोजे हामीले गहिरो अनुसन्धान गर्दा के बुझ्यो भनेपछि आफ्नो स्वार्थको लागि चाहिँ उनले
त्यहाँको वडा अध्यक्ष जुन धर्मेन्द्र यादव छन् उनले चाहिँ के गरे भन्दा चाहिँ एउटा ठुलै गिरोहलाई चाहिँ सहयोग गरेर चाहिँ यो काम यो धन्दा यस्ता खाले धन्दाहरू चाहिँ चलाइरहेको पत्ता लागेको छ। उता वडा नम्बर 7 मै बस्ने एउटी गुडिया बराई छिन् र ती गुडिया बराईलाई पनि धर्मेन्द्रले त्यस्तै नक्कली कागज बनाइदिएका रहेछन् र 3-4 जना छोरीहरूकी आमा भइसकेकी ती गुडिया लगभग 40-45 वर्षकी ती महिलालाई पनि धर्मेन्द्रले नै नक्कली कागज बनाएर यस्तो धन्दा गर्न लगाएको रहेछ र उनको कहानीमा चाहिँ लोग्नेले पिट्ने कुट्ने गरेर हेला गरेको र उनले अन्तिम बच्चा पाउने बेलामा लोग्ने छोडेर भागेको कता भनेर उनले हामीलाई सुनाइन्। तर खैर जे जस्तो भए पनि हैन, त्यसैले उनले त्यो धर्मेन्द्रलाई गुहार मागिन् र धर्मेन्द्रले चाहिँ उसको पति चाहिँ आगोमा लागेर मरेको भनेर चाहिँ एउटा नक्कली कागज बनाइदिएर चाहिँ उसलाई फेरि ल पैसा यसरी गरी कमा भनेर चाहिँ आफूले कुनै स्वार्थ अब जुनै पनि स्वार्थ हुन्छ, अब त्यसमा त्यो भित्र जुनै पनि स्वार्थ लुकेको हुन्छ, अब त्यो हामी त्यसभित्र नजाउँ हैन। के जेसुकै होस् गुडियालाई रोजगारी दिने या केही अरू तरिकाबाट ओडाले सहयोग गर्न सक्थे, तर फर्जी कागज नै बनाइदिनु पर्ने बाध्यता किन भएको हो र राज्य यो विषयमा किन मौन छ भन्ने चाहिँ गहन प्रश्न हो। पछि हामीले गुडियालाई खानेकुरा खुवाएपछि र केही सागसब्जी दिएपछि उनले बिस्तारै उनको पोलहरू खोल्दै गए र त्यो पोलभित्र त्यो धर्मेन्द्र राय यादव नै पर्थे र धर्मेन्द्र राय जताततैबाट नै यहाँ मुचिएका छन्। यो गिरोहबाट लाखौँ जनता इमोसनल ब्ल्याकमेलिङमा परेर ठगिएका त छन् नै, त्यसमाथि सरकारी लेटर प्याड जस्तो एउटा गम्भीर एउटा प्याडको चाहिँ मिसयुज भएको छ र यहाँ कानुनी राज्यको पनि उल्लङ्घन भएको छ। त्यस्तै उता अर्को हाम्रो तराईतिरकै जिल्लाको रौतहट जिल्लामा पर्ने वार्ड नम्बर 8 बरियापुर बस्ने अनुठा कपडी, जसले आफ्नी श्रीमती ब्लड क्यान्सर भएको छ भनी झुक्क्याएर नगरपालिकाको लेटर प्याडको मिसयुज गरे। उनको बारेमा हामीले डिटेल बुझ्दा चाहिँ उनी झन् अपत्यारिलो ठग रहेछन्। नामुद फटा उनले मानिसहरूसँग लत्ता कपडा भाँडाकुँडा खानेकुरा अन्न सब्जी सबै मागेर इमोसनल ब्ल्याकमेलिङ गर्ने रहेछन् र ठुलो रकम पनि असुल्ने रहेछन्। उमेरले 40-45 को देखिने उनले ठग्नुसम्म मानिस ठगिसकेका रहेछन्। उनले गरेको बदमासी पत्ता लागेपछि हामीले त्यहाँका वार्ड अध्यक्ष बजरङ्गी प्रसाद यादवलाई फोन गरेर कापडीको बारे बुझ्दा कापडी मागेर हिँड्ने जाति भएको र कापडीलाई गाउँमै आइजो रोजगार दिन्छु भन्दा पनि कापडी नमानेर आफ्नै मर्जी गरेर हिँडेको कुरा उनले हामीलाई बताए। सरकारी लेटर प्याड युज गरेर मानिसहरूलाई इमोसनल ब्ल्याकमेलिङ गरेर ठग्नुसम्म ठग्नेलाई तपाईले कारबाही गराउन पहल गराउनु पर्दैन भन्दा त्यहाँका वार्ड अध्यक्षको पनि एउटै गैर जिम्मेवारी रिप्लाई थियो कि उनीहरूको जाति नै मागेर खाने हो। यहाँ सरकारी लेटर प्याडको मिसयुज गरेर गैर कानुनी काम गर्नु वार्ड अध्यक्ष बजरङ्गी पनि ठुलो अपराधी रहेछन् भन्ने कुरा पुष्टि हुन्छ, किनकि उनीले किन त्यो लेटर प्याड बनाइदिए त? उसको मागेर खाने जाति हो भन्नेमा त्यो लेटर प्याड बनाइदिनु पर्छ त, त्यो गैर जिम्मेवारी लेटर प्याड हैन। अब यहाँ दोषी को छ त? यो सब हुनुमा मेन दोषी को हो त भन्दा पहिलो दोषी त राज्य आफै हो। यसरी खुलेआम गैर कानुनी काम हुनु र यसको रोकथाम हुनु सट्टा झन मौलाउनु राज्य आफै निरी हुनु हो। र दोस्रोमा राजनीति हो। हाम्रो देशको राजनीति यति घृणित छ कि त्यसले आफ्नो स्वार्थको लागि आपराधिक क्रियाकलापलाई उत्साहित र ढाकछोप गर्न सधैँ बल पुर्याउँछ। अब साना ठुला घटनाहरूदेखि सबै कुरामा उसले बल पुर्याउँछ। र तेस्रोमा जनता पनि आफै स्वयं हो, किनकि सायद आज प्राय सबै जनतामा सचेतनाको भावना विकास भएको भए नेपाल फेरिसकेको हुने थियो। यस्तो घटनाले प्रवेश पाउँदैन थियो, तर विडम्बना यस्तो हुनुमा जनता आफै संलग्न र दोषी हुन्छन्। यो भिडियो क्लिप हेर्नु ल खाउँ लाउँ हैन, पढ्ने उमेरका यो भर्खरको 10 वर्षको भाइ हो अभिषेक के अरे बराई, अभिषेक बराई भर्खरको बाबु यस्तो प्रयोग भइरहेछ। उसलाई युज गराउने उसको परिवार, आमा बाउ, त्यो गिरोह, जनप्रतिनिधि सबै यहाँ उसको भविष्य बिगार्न र कानुनी राज्यको उल्लङ्घन गराउनेमा दोषी देखिन्छन्।
यो त एउटा टपिकको कुरा भयो। यस्ता हजारौं टपिक छन् जसले सिङ्गो राष्ट्रलाई सानो ठुलो बनेर चुसिरहेका छन्। कामभन्दा आफ्नो स्वार्थमा रमाउँदा आज देश स्वाहा भएको थाहा पाएर नि यिनीहरू सबै चुपचाप गैर कानुनी काममै लिप्त छन्। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। कृपया लाइक, शेयर, सब्सक्राइब गर्न नभुल्नुहोला। ह्याभ अ नाइस डे, स्टे ट्युन्ड।